अहिलेको सुशीला कार्की नेतृत्व सरकारले कर्णालीको होनाहार जल्दो बल्दो जोसिलो आँटिलो देशको लागि केही गर्छु है भन्ने हिसाबले हिँडिरहेको खगेन्द्र सुनारलाई मन्त्रीको लागि सिफारिस गर्यो। तर उनलाई धेरै तत्त्वहरू मिलेर उनको बारेमा धेरै कुराहरूमा मुद्दा चलेको, ठाउँ ठाउँमा पक्राउ पूर्जी जारी गरिएको भन्ने विभिन्न कुराहरू निकालियो। सोही अनुरूप उनलाई मन्त्री हुनबाट वञ्चित पनि गराइयो। तर नेपालका ठुला भनाउँदा मिडियाहरूले हरेक कुराहरूलाई बुझेर सत्य तथ्य के हो भनेर समाचार निकाल्नु पर्ने हैन र? यसरी कसैको चरित्रमाथि सबै मिडियाहरू मिलेर यसरी आक्रमण गर्न पाइन्छ र? देशै लुटेर खाने व्यक्तिहरू त खुलेआम हिसाबले हिँडिरहेका छन् भने उ त देशको लागि केही गर्नुपर्छ भन्ने हिसाबले हिँडिरहेको मान्छे हैन र? अहिलेसम्म खगेन्द्र सुनार त फ्रिडम हिसाबले घुमिरहेको छ त। उसको केही गल्ती भएको भए उसलाई पुलिसले समात्नु पर्ने हैन र? हामी पनि चाहन्छौँ उसको केही गल्ती भए उसलाई कारबाही गरियोस्, हैन भने यसरी सबै मिडियाहरू मिलेर मिडियाको थ्रु उसलाई यसरी आक्रमण गर्न पाइन्छ र?